हेलो वेलकम टु माई युट्युब च्यानल। ल अहिले चाहिँ अब जान लागेको छौँ हामी। आजको डेस्टिनेसन भनेको चाहिँ चरङ्गे होइन मामा? आजको डेस्टिनेसन भनेको चरङ्गे। के हुन्छ डाँडा पन्छाएर आए तिम्रै भरमा, कोही छैन मैले चिने यो सहरमा, काँपिरहेको मुटु सम्हालेर कुर्दै छु, यही छु चाहेर। ओके, यो चाहिँ एकदमै चरङ्गीको एकदमै भाइरल प्लेस भनेपछि अब तपाईँहरूलाई थाहा भएकै कुरा हो होइन। यो जङ्गल चाहिँ एकदमै बबाल अनि बिचमा चाहिँ यस्तो टाइपको छ क्या, लाइक हुन्छ नि त एकदमै बबाल छ जङ्गलको बिचमा चाहिँ रोड होइन, केही माने बिच बबाल अनि अहिले चाहिँ ठ्याक्कै चरङ्गीको मिलन चौकतिर छ दाइ। हेलो से हाई। वाउ नाइस। यहाँदेखि चाहिँ हामी लेफ्ट साइड जानुपर्छ। आयो आयो चरङ्गीमा चाहिँ आयो। के आयो के आयो के आयो दाइ? जाइफलको तेल आयो। जाइफलको तेल आयो। ए चरङ्गीतिर त लोकल कुखुराहरू गायब भयो। त्यो लोकल कुखुराहरू पाइँदो रहेछ यार, फुलहरू हेर्नु न। हामी चाहिँ अझै अगाडि अलिकति अगाडि जानुपर्ने छ। सो जाँदैछौँ यो बाटो हुँदै जान्छौँ हामीले चाहिँ। यसो पसलमा किन्ने छ, मामाले किन्ने हुन्छ। सो त्यही हो, अब चाहिँ यहाँदेखि अगाडि चट्ट लाएर अगाडि जान्छौँ हामी। सो है त त्यही भएर अब चाहिँ नजिक नजिक डेस्टिनेसन चाहिँ नजिक नजिकै छ। त्यही हो, यहाँतिर चाहिँ 1 and 1 वालाहरू छ, कटेजहरू बबाल बबाल। लोकल भालेको टक्क स्वाद लिन चाहिँ यतातिर आइदिनु होला। बुटोलको नजिकै कटेजहरू चाहिँ बबाल बबाल छ। हामी चाहिँ पुरै हेर्न लाग्यो, सो यतातिर आएको त्यही हो है त। ओके गट इट। हामी चाहिँ अहिले फाइनली चरङ्गे आइपुग्यौँ हामी चाहिँ है। अनि त्यसपछि चाहिँ अब चाहिँ एकछिनपछि चाहिँ पोर्कको मासु चाहिँ खानुपर्छ भन्ने सोचिरहेको। तर दाई चाहिँ हुनुहुन्न थिएन होइन त्यहाँ, किनभने दाई आज आउनु बारेन छ। सो त्यही हो, गाछहरू त्यहाँ गइसकेछ होइन। म चाहिँ सानो भिडियो क्लिप हान्दै भनेर यतातिर छु। हाम्रो बाइकहरू यता साइडमा छ, टक्क हिँड्दैछु म है। सो त्यही हो अहिले चाहिँ। ओके दिस इज ह्याङ। ल खान्न कुरो गर्न यो छ्याङ। वा कस्तो लाग्यो मामा? रियाक्सन दिनु न। अझै अझै हान्नु नि थोरै। मजा आया और मैं ये जो मजा है बबाल छ यार। ल बबाल छ। बोले दिम्ने यार। What a big surprise! Wow! Oh my god! अझै एकचोटि के पाकिस्तानदेखि आउनु भएको कोदाको छाङ खाइदिएको हो कि बेला बेलामा यता पनि देखाउनु। हामी चाहिँ फाइनल्ली चरङ्गीको पौडी खेल्ने ठाउँमा आयो है। यो चाहिँ ठ्याक्क तपाईँहरूको बुटोलदेखि एकदमै नजिक होइन। बुटोलदेखि पौडी खेल्नेदेखि लिएर अलिकति माइन्ड फ्रेस टाइपको दिउँसोमादेखि लिएर होइन। हामी त अब 3 बजीतिर आएको। अब त्यही हो, अब यतातिर आउनुहोस्, इन्जोय गर्नुहोस्। छ्याङहरू बबाल बबाल पाइन्छ। छ्याङहरूदेखि लिएर बियरदेखि लिएर जे पनि कुराहरू खानुहुन्छ यतातिर। पानी एकदम चिसो छ भन्नु। पानी एकदमै चिसो के, यो पानी यस्तो बबाल चिसो छ। अनि पानी जति चिसो छ नि मन पनि हाम्रो त्यस्तै चिसो भइरहेको छ क्या छ्याङले गर्दा। सो त्यही हो, आजको भ्लगमा चाहिँ त्यही हो। नर्मल्ली यस्तै छ्याङ खाएकोहरू देखाउँछु मैले। लेट्स सी, यहाँ पनि अब अलिकति हुन्छ नि त, यो फोहोरहरू छ नि मामा, यो फोहोरहरू अलिकति जताततै फालिदिनु भएको छ। यसलाई चाहिँ व्यवस्थापन गरिदिनु होला। अब हामी त अब सिलगढी यो छ्याङ मात्रै लिएर आएको नि त। सो त्यही भएर अब यसलाई चाहिँ अलिकति व्यवस्थापन लगाएर बसिएछ। छ्याङलाई हेर्नु न मामा जसरी चिलमा। खतरों को राजनीति से दूर रहना चाहिए। अनि रोक्नु न हेर्न अझ यस्तो।
मजा आयो मजा आयो सो त्यही हो अनि यहाँ चाहिँ ठ्याक्क घामले सेक्दो रहेछ क्या मामा होइन यतादेखि ठ्याक्क देखाउनु सबै देखाउनु नि मामा ठ्याक्क घामले सेक्दो रहेछ अनि हामीलाई चाहिँ शीतल के होइन कालो भइन्न नि त कालो मान्छे चाहिँ धेरै कालो भइन्न गोरो मान्छे गोरो नै हुन्छ अनि कालो मान्छे त्यस्तो धेरै कालो नै हुँदैन होइन नि त त्यही भएर ठ्याक्क घामले सेक्दो रहेछ उहरू छ नि त रुखहरू त्यहाँतिर अनि यहाँ फेरि ठ्याक्कै फेरि नजिकै फेरि मामा उहरू चाहिँ क्या चटपटे पसलहरू अनि पोर्कको होइन त्यो बुङ्गरको मासुहरू यहाँ पाइदो रहेछ फेरि बबाल 3 पिसवाला अनि त्यहाँ टेस्ट लिन आउनु होला जतिजना हुनुहुन्छ बुटोलको एकदमै नजिकको स्पेसल मेरो 3 जना भैँसी छन् फेरि यहाँ भैँसी नपौडी भैँसीले पौडी हेल्दैन च्याङ्कार कस्तो लाग्यो है कस्तो भयो सकिन्छ र दाइ अझै यति छ यार दाइ ल्याउनु न हाँसी मात्र लाग्यो कस्तो मेरो अरू गाइजहरू चाहिँ अब छ्याङ खाएर चाहिँ झगडा गर्छ होइन तर हामी चाहिँ यस्तरी इन्जोय के यस्तरी हाँसेर यति हाँसेको नि यति बेला यति हाँसेको नि म प्याक भएको क्या यति हाँसेको बाबा भिडियो बनाउनु नसकेको भने अनि बनाइयो जस्तै हो कस्तो मजा आइरहेको अरू भन्नु न मामा बड़ा हरामी हो बेटा सेम बियरमा बस्ने मजा आइरहेको डुबेर टक्क निक्ल्यो क्या वान उठ्दाखेरि 1 2 कस्तो फिल आइरहेको भाई मारो मुझे मारो त्यो के त्यो त्यहाँ थियो एउटा भेड के ल लेट्सी हेर्दै गरौँ अब टक्क तल गएर के रमाइलो भएको भने यार के रमाइलो भएको भने से भयो कि भन्छ रमाइलो भएन आकाशैमा ढल्की नाच्ने गिद्दा हो कि चिला बैसा जो बन गए पनि तन्नेरी छ दिला